बन्दगी नमस्कार। गर्व लागे छे इखान माटी हमार इला संस्कार देखिए ने बहुत खुशी लागे छे। हमार इखान माटी हमार इला संस्कार सासकुरा देशटर एकदम अभिन्न गर्वर बात है। भर्खरे नेपालत एकटा कविता रियालिटी शो अंतरराष्ट्रीय रूपत सम्पन्न होले। तमालार माया आशीर्वाद से मुई देशट आपनार माटी आपनार संस्कृति शब्दला जोड़िए ने कविता रियालिटी शो देशटे एक सेकेंड रनर हबार सफल होइछु। वहाँ ताने तमा सबाए जतला भी हमार समाजेर हमार देशेर व्यक्तित्वला आदरणीय व्यक्तित्वला भोट दिए ने इखान स्थानत पुगाई दिलन। हृदय से बंदगी नमस्कार कवा चाहछु। हमारा हमार संस्कृतिर शब्द शब्द जोड़िए ने राष्ट्रीय रूपत इला कविता मार्फत प्रस्तुत करवा सकेछि देशटे चिनुआ सकेछि कहने अनुरोध करेछि। हमार से छोटो भाई बहन लाग जातला भी हमार आदरणीय दादा भाई बहन लाग लेखक लाख सभा के अनुरोध करेछु। हमार संस्कृति लाग भी एक एक शब्द एनंग महत्वपूर्ण छे एनंग आशा छे ताकि राष्ट्रीय रूपत हमें आनुआ सकेछि। जे रमुई इरो कविता रियालिटी शो से आनुआर सफल हुनु तमार माया आशीर्वाद से। आकाली दीदी कविता शीर्षक सुन्न चाहछु। बागान खटी दीदी र कथाला छे। केही सपनाहरू ओछ्यानमै सुतिरहेका छन्। केही सपनाहरू ओछ्यानमै सुतिरहेका छन्। केही सपनाहरू एका बिहानै उठेका छन्। एक भूगोल भोक टिफिनमा भरेर एक समुद्र तिर्खा बोतलमा बोकेर भत्किन लागेको टाटीलाई बाई बाई गर्दै हिँड्नुभयो आकाली दिदी हुलास बगान चियापत्ती टिप्न। उनको जिन्दगी जिउने आफ्नै तरिका छ। उनको आफ्नै बुझाइ छ आफ्नै हिँडाइ छ। काँडासँगै मितेरी लाउने अभावसँगै खेल्ने आफ्नै तरिका छ। हिरोजेट साइकल घन्टी बजाउँदै कुहिरोले ढाकिसकेको हुकाहुकी चोक पर पुगेपछि सगरमाथा डाँडैमा पुगेर खोइ के सम्झिनुभयो खोइ के बिर्सिनुभयो। कञ्चनजङ्घा हिमालबाट बग्दै 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 हडिया खोला निन्दा खोला देउनिया खोला हुँदै केशकबत छेउबाट मेची नदीको बगरमा पुगेर राति गेसा जलाउन किरासन तेल किन्ने पैसा नभएको बेला दिदीलाई कम तनाव छैन। बेनियानी हाटको दिन घरमा चामल सकिएको बेला दिदीलाई कम तनाव छैन। म ठुलो भएकै भोलिपल्ट दिदीले स्कुल छोडेकी हुन् र मलाई पढाउनलाई चियापत्ती टिप्न गएकी हुन्। चियापत्ती टिप्नेहरू चियापत्ती मात्रै टिप्दैनन् जिन्दगीका मिठा गीतहरू पनि टिपिरहेका हुन्छन्। कहिले दाउरा बोक्दै कहिले ढुङ्गा बोक्दै लाखौं प्रार्थना गरेपछि पनि भगवानले नसुनेपछि दिदी एक दिन आफै भगवान बन्नुभयो। धन्यवाद। आरो सुन्न चाहन्छन् सिरुवा कविता सुन्न चाहन्छु एकखान। सिरुवा कविता नेनङ दिन्छ।
घरमा आज गाजीमुरी पाकेको छ। घर आँगन ठाकुर बिसरी लिपपोत गरेर सुख दुःखहरू एकसाथ साटासाट गर्दैछन्। जीवनका तालहरू मिलाउँदै ढोलमा तेरबेर 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 तेरबेर। घर छेउमा आइपुग्यो वैशाख, आज फेरि सिरुवा आयो। भित्र भित्रै मन मधुवा भएको छ। साधुप्रतिका खरबारीहरूले उसैलाई पर्खिँदा पर्खिँदा गोबरका गोलाहरूसँगै कहिले गोलो कहिले चेप्टो, कहिले अग्लो कहिले होचो, ठक्कर खाँदा खाँदै मन गरा गरा भएको छ। बरखापको धात्नीहरूमा जाउँ है दाजुभाइ दिदीबहिनीहरू गरम माटी ल्याउन। तारा बनाएको जङ्गलमा लाल माटी छ। लाल माटीको माटी साह्रै राम्रो। हर साल मानिसहरू त्यो माटो बोक्छन्। घर आँगन ठाकुर बिसरी लिप्छन्, काँदो सिरुवा खेल्छन्। यो माटोसँग हाम्रो गहिरो नाता छ। शिकार मार्न गएको मेरो दाई सखुवाका सुकेका पातहरूले उसैलाई पर्खिरहन्छ। सिरुवाका रङहरूले अझै एउटै नाम लेखिरहन्छ र उसकै गालामा माटोकै शुभ आशीर्वाद जुग जुग मागिरहन्छ। यो सम्बन्ध बाँचिरहोस्। आज घरमा गाजीमुरी पाकेको छ। जाउँ है साथीभाइ दिदीबहिनीहरू सिरुवा खेल्न। आज फेरि सिरुवा आयो। भित्र भित्रै मन मधुवा भएको छ। साधुप्रतिका खरबारीहरूले उसैलाई पर्खिँदा पर्खिँदा। तर खै तिमी कहिल्यै आएनौ। जीवनको एक दशक उमेर पर्खेर सिरुवाको रातो रङ लिएर। धन्यवाद। धन्यवाद।